आजका स्रष्टा प्याउलीलाई फूल गुच्छासहित सम्मान र तालीका साथ अगाडि बढ्न भएको लागि म हार्दिक अनुरोध गर्दछु। आदरणीय स्रष्टा बालिका बाटोजीलाई सम्मानसहित मञ्चमा आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्छु। यसै गरी म अध्यक्षज्यूलाई पनि मालाले स्वागत गरिदिनको लागि हार्दिक अनुरोध गर्छु र संस्थालाई जोड र तालीका साथ सम्मान गर्नको लागि पनि म हार्दिक अनुरोध गर्छु र मञ्चमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी सामाजिक व्यक्तित्व शमशेर भाइज्यूलाई सम्मान जनाइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। शमशेर भाइज्यू सामाजिक व्यक्तित्व। एक महिलाले भोग्नु परेको जीवनका उकाली ओह्रालीहरू छन्। सम्बन्धहरूले दिएको शास्ति, हैरानी र ऐठनहरू छन्। प्रेम, वियोग र सुस्केराहरू छन् अनि छन् पुरुष अहमप्रतिका अचूक एवं निर्दयी प्रहार। एक निडर, स्वाभिमानी र आत्मविश्वासी महिलाको जीवन सङ्घर्षको कथा हो। सानो उमेरमा भागेर विवाह गरे, त्यसपछि पढाइ छुट्यो, बिस्तारै काम नै छुट्यो, समय परिस्थितिले देश नै छुट्यो, देश छुटेको अलिपछि विवाह नै छुट्यो, विवाह छुटेपछि म एक्लो भएँ। म एक्लै भएपछि गीतहरू, कविताहरू, कथाहरू मेरा साथी बने। मेरो जीवनका घटना पात्रहरू लेख्दा लेख्दै यो पुस्तकको आकारमा आउँदा अहिले म भित्रका ऐठनहरू केही कम भएका छन्। मनभित्र गाँठो पारेर बसेका चोटहरू कुनै न कुनै माध्यमबाट बाहिर निकाल्दा मान्छेलाई बाँच्न सजिलो बनाउने रहेछ। यसरी मैले मेरो आफ्नो कथा लेखेर आफैलाई सजिलो बनाएको छु। हरेक सन्तानले आमा बाबाको प्रेम, अभिभावकको एकसाथ चाहन्छन्। हरेक बच्चाहरूले पाउने परियो उनीहरूको नैसर्गिक अधिकार पनि हो। 5 दाजुहरूको प्यारमा हुर्किएको एक्लो कान्छी प्याउली बहिनी म सानैमा विवाह गरेपछि हाम्रो बेमेलका कारणले हाम्रो छोरीले यस्तो सुविधाबाट मेरा परिवार आफन्तहरूप्रति कृतज्ञ छु र यस बेला यस सुन्दर कार्यक्रमको चाँजोपाँजो मिलाउने भद्रपुर जेसी र सम्पूर्ण पदाधिकारी ज्यूहरूप्रति विशेष धन्यवाद आभार व्यक्त गर्दछु। यस कार्यक्रमका लागि मेरो कान्छी भाउजू कमला थुलुङको विशेष पहल रहेको छ। एउटा भाउजूले नन्दलाई बहिनीलाई दिएको स्नेहको रूपमा ग्रहण गरेको छु। प्रिय भाइ बन्धु, अहिले विशेष कामले एकछिन बाहिर निस्किएको छ। प्रिय भाइ बन्धु जो भद्रपुरका जनप्रतिनिधि समेत हुनुहुन्छ, यस कार्यक्रमलाई भाइले दिनुभएको सपोर्टको सम्मान गर्दछु। यस कार्यक्रमका लागि भनेर टाढाबाट समेत मेरा आफन्तहरूको उपस्थित छ। विशेष गरी दार्जिलिङ भारत निवासी प्रिय कवि गीतकार भाइ विशाल नाम्बो, धरा निवासी आदरणीय कवि भीम विरहीज्यू, इटहरीबाट भाइ हेमन यात्री, उहाँहरू सबैप्रति आभार धन्यवाद व्यक्त गर्दछु। पृथ्वीनगर भद्रपुर आसपासबाट पाल्नुभएका तपाईँहरू तमाम मेरा महानुभावहरू, आफन्तहरूमा आभार व्यक्त सम्मान धन्यवाद व्यक्त गर्दै यहाँबाट बिदा हुन चाहन्छु। फेरि पनि हजुरहरू सबैमा आफ्नो अमूल्य समय मलाई दिएर एकदमै व्यस्तताका बावजुद पनि कति हजुरहरूको कामलाई थाती राखेर मलाई हौसला, माया र साथ दिन यहाँ हजुरहरू मेरो लागि उपस्थिति भइदिनु भएकोमा फेरि पनि हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। फेरि पनि भद्रपुर जेसिसलाई मेरो हृदयदेखि नै आभार व्यक्त